हेलो गाइस। र आज चाहिँ मैले मालबजारबाट भिडियो गरिरहेको छु र हामी यहाँ चाहिँ होटलमा है सो केही खानु भनेर आएको। यहाँ दादाले चाहिँ फ्राई राइस लिएर पर्खिरहेको छ। मैले चाहिँ चाउमिन मगाएको छु, पर्खिरहेको छु है। हेर्दै गर्नु होला। र मैले चाहिँ यहाँ चाउमिन खाइसकेको थिएँ आदि। दादाले चाहिँ भिडियो गरिदिएको है। म चाहिँ दामी छ भन्दै खाँदैछु र हामी चाहिँ निस्क्यौँ पनि मालबजारबाट। मालबजारमा धेरै गरम थियो है। र हामी चाहिँ मालबजारबाट निस्किसकेको छौँ, आधी बाटोमा आइपुग्यौँ। यहाँ चाहिँ बेसी गरम भएर भन्दैछु है, बाइकमा हिँड्नु चाहिँ फाल्टै एउटा मजा हुन्छ है बाइकमा भन्दै जाँदैछु। र यो चाहिँ न्यू माल भएर जाँदैछु है। र हामी न्यू माल पनि आइपुगेको छौँ। न्यू मालमा चाहिँ हामी एउटा दोकानमा है मिस्टीहरू लानु भनेर घरको लागि दोकानमा पस्दैछौँ। यहाँ चाहिँ दामी धेरै क्वालिटीको मिठाईहरू बेच्दो रहेछ है। धेरै ठुलो दोकान रहेछ र मान्छे पनि यहाँभित्र धेरै छ, कस्टमरहरू है। दादाले चाहिँ भित्र हेर्दैछ, तपाईँहरूले पनि हेर्नु होला नजारा। बाहिर चाहिँ घाम धेरै लागिरहेको छ। म चाहिँ हल्का भिडियो गर्दैछु है। म पनि हेर्दैछु के लानुपर्ने है। यहाँ चाहिँ दादाले पनि हेर्दैछ। यहाँ चाहिँ राम्रो फ्रेसहरू सामानहरू राख्दो रहेछ है। हामी चाहिँ यहाँ देखाउँदैछ मिस्टीहरू है। र दादाले चाहिँ यहाँ किनिसक्यो मिस्टी है र पैसा पे गर्दैछ। धेरै मान्छे भएर चाहिँ है भैयाहरूले पनि अलिकति उनीहरूलाई पनि अलिक प्रब्लमै हुँदैछ। र हामी चाहिँ निस्क्यौँ। अब यहाँ चाहिँ मैले पानी लिइमाग्दैछु है, तिर्खा लागिरहेको थियो, 1 बोतल पानी लिइमागेको। म चाहिँ फेरि यहाँ पर्खिरहेको पानी लिने। र अब चाहिँ हामी यहाँबाट हिँड्नेछौँ। यो चाहिँ हो न्यू माल जाने है। तपाईँहरू कतिलाई थाहै छ न्यू माल। र हामी चाहिँ निस्केको अब है। र म चाहिँ यहाँ राजनिवास खाँदै चपाउँदै जाँदैछु है। अलिकति राजनिवास मागेर दादालाई। हामी चाहिँ न्यू मालबाट पनि हिँडिसकेको छौँ। तपाईँहरूलाई के कस्तो लाग्छ है, लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला भिडियो हेरेर। बाई।